केटा हो के छ है आज हामी हैन आज यहाँ पौडी खेल्न आइरहेको छौँ पौडी खेल्न आइरहेको छौँ नि हैन पौडी एकदम आज दोहोरो हान्न पर्छ है दजाइसुको हमानसम्म हाइकिङ गएर आएर थोरै धेरै थकित भइकन पनि आज पौडी खेल्न जाने प्रयासमा छौँ हामी थकित हुँदा हुँदै अब फेरि पौडी खेल्न जानु लाग्छ अब चाहिँ पौडी खेल्न त आउँदैन हेर्न जाने हो म चाहिँ फेरि फुकुकादेखि कुरुमे जाने हो हिजो हामी जापानको सुन्दर अनि प्रख्यात ठाउँ माउन्ट हौमान गएर आयौँ शरीरले हल्का थकान महसुस गरेको पनि मनले भने थकान महसुस गरेको छैन त्यसैले आजको दिन अझ रमाइलो हुनेछ भिडियो अन्तिमसम्म हेर्नुहोला आजको हाम्रो यात्रा भनेको फुकुओकाबाट यामेसम्मको हो आज चाहिँ त्यहाँको सफा चिसो अनि सुन्दर खोलामा पौडी खेलेर रमाइलो गर्ने योजना छ आज हामी फुकुओकाबाट 11 जनाको ठुलो सङ्ख्यामा जाँदैछौँ आज हामीलाई मौसमले पनि निकै साथ दिएको छ नीलो आकाशमा हल्का बादलहरू डुलिरहेको अनि तिनै बादलहरूको छायाले गर्दा अलि शीतल महसुस भएको छ र यस्तो मौसममा खोलामा गएर समय बिताउनुको मजा नै बेग्लै हुन्छ जापानमा लगभग 8 वर्ष जति बिताउँदै गर्दा मलाई यहाँको एउटा कुरा चाहिँ एकदमै मनपर्छ त्यो चाहिँ यहाँको सडकहरू निकै सफा हुन्छ मानिसहरूले प्रकृतिलाई एकदमै माया गरेको हुन्छ यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदै गर्दा चाहिँ त्यो ठाउँमा पुग्नु मात्र नभएर त्यो ठाउँमा जाँदै गर्दाको बीच बाटोमा देखिने नयाँ दृश्यहरू अनि साथीहरूसँगको हाँसो मजाकले चाहिँ यात्रालाई अझ विशेष बनाउँछ मेरो त नसुनाउँदो रहेछ यार यस्तो ड्रेसअपमा प्राडाको चस्मा खतरा महँगो ओरिजिनल किन्यो भने त डेन्जर महँगो पर्छ 3-4 लाख हो तर कस्तो सुनसाटको नि ओरिजिनलै हो कुरोबासी न कोवेन भन्छ त्यो ठाउँलाई चाहिँ यामेको कुरोबासी देयर इज अल्सो यामे देयर इज अल्सो यामे यसरी गाडीभित्र हाँसो मजाक गर्दै गर्दा चाहिँ हामी फुकुओका छोडेर कुरुमे प्रवेश गरिसकेका रहेछौँ हामीलाई पत्तै भएन कति चाँडो कुरुमे आइसकेको रहेछ यो ठाउँमा पनि नेपालीहरूको बसोबास चाहिँ एकदमै धेरै भएको ठाउँ हो
दृश्यमा देखिने नारिता सान फुकुओका प्रिफेक्चरको सबभन्दा प्रसिद्ध बौद्ध मन्दिरहरूमध्ये एक हो। यहाँको सबभन्दा ठुलो आकर्षण भनेको चाहिँ 62 मिटर अग्लो सेतो देवीको मन्दिर, जुन विशाल मन्दिर हो अनि एकदमै धेरै टाढाबाट पनि देख्न सकिन्छ। अब यो ठाउँदेखि चाहिँ हामी एकदमै पहाडको बाटोमा प्रवेश गऱ्यौँ। अब यहाँबाट हामी एकदम जङ्गल हुँदै टाढा माथि चढ्दै जानेछौँ र त्यसपछि माथि खोलामा पुग्नेछौँ। पर्छ के साथी हो अहिले भन्नु पर्दैन कम हुन्छ सुन हुँदै त्यही गरेर नहरेको सिसी हाल्नु है राउन्ड है हुन्छ किनारी ए सिङ्गल त तिमी नै होला नि मलाई कति हुन्छ कति भरि सक्दैमा 3 दिन त घरको फाया हेर्न निक्यो यो लागि मात्र हाइलाइट मात्र हाइलाइट मात्र किन हो नलजाऊ के ल सुसी खाए है त यो फाइनली हामी चाहिँ खोलाको साइडमा आइपुग्यो र खोलामा त्यो पार्किङमा जान लाग्यो। यो पार्किङ एकदमै धेरै प्याक रहेछ, कति धेरै कुर्नु पर्यो कि आज निचियोबी भएर होला धेरै मान्छेहरू एकदमै धेरै आएको रहेछ। पार्किङ पाउनै गाह्रो, हामी त एकदम कति आधी घन्टा जति कुर बस्नु पर्यो। यतातिर देख्न सक्नुहुन्छ यो जापानिजहरू चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ सेफ्टी ज्याकेट अनि ट्युबहरू लिएर आएका छन्। हामी भने पार्किङ नपाएर एकदमै धेरै बेरसम्म घुमे भयो। यत्रो ठुलो एरिया भए पनि पुरै प्याक भइसकेको रहेछ आज। Like the guys, hey! एकदम how was the feel bro? एकदम बवाल भइरहेको है ल एकदम गाउँ नै हो नि
खोइ खोल्नु पर्यो कहाँ मलाई आउँदैन हौ हजुर अझै माथि जाने हो माथि झन् गहिरो छ है होइन गहिरो भने हावा केही हुन्न हामी यहाँ यत्रो भोलि देखाएको ठाउँ छ क्या केही नै हुन्न कि त्यो चाहिने सामानहरू चाहिँ यहीँ राखेर गएको हो मोबाइल पर्स अनि जुत्ता नि यहाँ राख्नु पर्दैन कि जुत्ता नि राख्दा हुन्छ हाम्रो केटाहरू चाहिँ आइसक्यो अब हेर्ने त होला हेरेर बस्ने त होला नि
त्यस्तै मिठो छ शब्द कति खेलाउँछ उनीहरूले हामीले त्यस्तो शब्द खेलाउनु जान्दैन नि उ त्यहाँ छ कि गहिरो नभएको अलि माथि गहिरो छ अनि यतातिर चाहिँ छैन कि कोही नभए ठाउँमा जानुहुन्न फेरि कोही कस्तो लागिरहेको छ कस्तो लागिरहेको छ भिजेर आयो होइन भिज है पुरा भिजेर सामान पनि यस्तो ल्याएर केही नदेखिँदो रहेछ यहाँबाट खाने कुराहरू केही पनि नदेखिँदो सुन्न अन्तिम जेल्लै चाहिन्छ कसमरै जो चाहिँ चाहिन्छ त्यही गएर खारिनु ल ल ल ल थाहा हुँदैन त्यो भिज्ने लुगाहरू कहाँ हुन्छ उता उता जाउँ कामको अनि एकचोटि हाम फालिदिन्छु बाँड्ने ठिकै छ फर्किने यही बाटो हुँदैको लागि कति दिनकी अधिकार भन्ने दिने भित्रै बाहिर निकालेर आफै हुन्छ कुन्टा रौ भए पनि होइन सो उतार लाइन्छ होइन
यहाँ खाँदै आफ्नो त ग्रुपमा हाल नि त्यो फोटो सबै त्यहाँबाट हुन्छ फेसबुकमा एडदेखि लिएर होइन हालिदिनु दाइ तपाईँले मैले सबजनाले त्यहाँ अगाडि गएर सबजना अगाडि जानु दाइ आएन नि त होइन यता छरीमा सबलाई देखाइदिउँ भनेको है खिचेर त गरे हजुर अनि हो राम्रो रहेछ भइसक्यो मैले त यहाँकै ग्रुपमा हालिदिएँ यसरी आजको दिन पनि एकदम रमाइलो गरियो सबैसँग अनि फर्स्ट टाइम खोलामा गएर पौडी पनि खेलियो अनि यो चाहिँ गाइज हामी फर्किँदाको दृश्य हो अनि अलिअलि थकाइ लागेको थियो अनि यस्तो सुन्दर दृश्य देखेपछि अलि थकाइ पनि मेट्यो कि अलिकति कम भयो अनि भोक पनि लागेको थियो अनि हामी यो सुजुकाको मोमो एन्ड झिर हाउसमा गएर खाना खाइयो अनि त्यसपछि सबैजना छुट्टियो ल भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि अर्को नयाँ ठाउँको भिडियोमा भेटौँला आजलाई चाहिँ यति